हेलो नमस्ते एन्ड वेलकम सबैजनालाई। म चाहिँ आज धेरै टाइम पछाडि भ्लग बनाइरहेको छु। म चाहिँ हैन लगभग मैले 1 महिना 1.5 महिना पछि बनाएको यो भ्लग। आज चाहिँ विशेष गरी के को लागि बनाएको भन्दाखेरि आज हामी चाहिँ परिवार मिलेर माथि बर्नेको नयाँ लामो पुल झुलुङ्गे पुल घुम्न जान लागेको। त्यही भएर मैले चाहिँ आज यसो भ्लग बनाउनु पर्यो भनेर सोचेर बनाएको। मेरो इक्जामको कारणले गर्दाखेरि मैले चाहिँ भ्लगमा कन्टिन्यू उयो दिन पाइरहेको थिएन। आज चाहिँ म सबै माथिको तपाईहरुलाई क्लिपहरु कस्तो हुन्छ, रमाइलो कस्तो हुन्छ सबै देखाउँछु नि है, हेर्दै गर्नु होला। चाहिँ भान्जा कहाँ गएको अरे? Hours later. ल अहिले चाहिँ हामी आइपुगिसकेको छु। तपाईहरु यहाँनिर पुल हेर्न सक्नुहुन्छ, साइडमा कत्रो छ। यहाँदेखि यसको स्टार्टिङ यहाँबाट हो। यहाँदेखि यो तलसम्म गछ, लगभग यो सबैभन्दा लामो अरे यहाँनिर। यहाँबाट हो सर ल्याउँदाखेरि पारी आँखाले नभ्याउने ठाउँसम्म छ एकदमै हैन, लामो। लगभग हिँडेर अनि कति 15-20 मिनट लाग्छ होला हो। ल हामी चाहिँ सबैजना यहीँ छौँ, हामीले माथि पनि हुनुहुन्छ, यहाँ हुनुहुन्छ। यहाँनिर चाहिँ यहाँबाट चढ्ने ठाउँ ज्ञानुबा, यहाँ ज्ञानुबा यहाँ हुनुहुन्छ। हाम्रो स्विट 16 भ्लगमा तपाईँलाई स्वागत छ। धेरै धेरै राम्रो आइराख्नु भएको छ तपाईँ चाहिँ। ज्ञानुबालाई खै एउटा हिरोनी भएर पट्टी नै खालको यहाँ नाकमा ल्याएर झोल्छौँ। गजब बेइज्जती भरे ज्ञानुबालाई चाहिँ एउटा केटीले हेरिदिनु होला। मतलब चाहनेहरुमा कति वर्ष पुग्नु थियो भन्नु नि। ल यहाँनिर चाहिँ हाम्रो सबैजना हुन्छ। भाउजू नमस्ते, हेलो, के छ हौ? अरे यहाँ तिमीहरू हुनुहुन्छ, के भन्न चाहनुहुन्छ तिमीहरू? ल यस्तै गुड। ल नम्रता बहिनी भ्लगमा कैद गरे तिमीलाई पनि। मान्छे राम्रो हो कि? ए विशाल दाजु, माइला दाजु, माइला बुवा हो। अनि ओइ पुस्की ज्ञानुबा त सबैभन्दा अब ठुलो भइहालिहाल्यो होइन। यहाँनिर नै हुनुहुन्छ। हामी लगभग 28-29 जना छौँ। यो चाहिँ यो भारी बोकेर पारिपट्टि बसेर खाने अरे। पारिपट्टि यहाँनिर बस्ने ठाउँ छ। स्विमिङ खोलामा स्विमिङ खेल्दै पुरै रमाइलो गर्ने आज चाहिँ। हाम्रो बाङ्गा कान्छा यहाँ हुनुहुन्छ, उहाँ फेरि हिरो हो। बहिनी यहाँ छ, चस्मा लगाइहाल्नु हो ज्ञान बा, हिरो देखिरहेको छ त्यही भएर। के भन्न खोज्नु भएको तपाईँलाई? ल हामी सबैजना पारी जाने हो। ल सबैजना जाउँ, सबैजना टोली अघि बढो। चलो चलो भाउजू कहाँ जानुभयो? भाउजू आया नि है। ल
तपाईँको चप्पल अप्ठ्यारो रहेछ है गर्नुहुन्छ है आएन डर लाग्यो हेर्नु त ल राम्रो छ है ठाउँ चाहिँ यस्तै रहेछ सबैजना एकचोटि घुम्न आउनु भन्न चाहन्छु म चाहिँ राम्रो रहेछ हजुर है यहाँ तल तल मकै खेत गरेको रहेछ स्टप गर्छु म अब अरू एकछिनबाट खिच्छु ल सबैजनाले हेर्न सक्नुहुन्छ यहाँनिर पछाडिपट्टि राम्रो छ पछाडि आउँदै हुन्छ अरू पासाङ मामा आउँदै हुन्छ ल है मामा स्वागत छ है ल ल सबैजना आउनु होला राम्रोसँगले नडर हिँड्नु होला म त्यति भन्न चाहन्छु सबैजना आज रमाइलो गर्नुपर्छ टिममा डराएको छैन झोलङ्गे पुलमा हिँड्नु पाउँदा एकदम खुसी एकदम कत्रो लामो छ होइन एकदम दिल खुसी छ है आज ल सबैजना हिँड्दै जाने पारिपट्टि हेर्न सक्नुहुन्छ कत्रो लामो छ फोन झऱ्यो भने चाहिँ गयो यस्तो राम्रो ठाउँ हेर्नु मन छ भने चाहिँ तपाईँहरूलाई झापाको यो के अरे सुनमाई भन्ने ठाउँमा आउन म तपाईँहरूलाई त्यो चाहिँ भन्न चाहन्छु कि त्यहाँ चाहिँ आउनुहोस् तपाईँहरू एकचोटि हेर्नको लागि जसरी पनि झापामा बस्नुहुने जतिजना नि मान्छे हुनुहुन्छ एकचोटि यो पुल आएर हेरेर जानु होला तपाईँहरूलाई एकदम खुसी लाग्नेछ अच्छा हमको सिखा रिया है राम्रो छ होइन म धेरै बोलेँ भने नि त्यसको लागि सरी किनकि ब्लग हो ब्लग भएपछि म बोल्नुपर्छ मैले बोलिनँ भने ब्लग हुँदैन बात तो सही है म त रुखको माथि छु हो तल हेर अनि हामी चाहिँ स्विमिङ खेल्ने खोला चाहिँ यही हो यो तलको खोला हो हामी यहाँनिर चाहिँ स्विमिङ खेल्ने हो दाजुभाइहरूले सामान बोकिरहेछन् सामान होइन हो यो हाम्रो लागि खुराक भोजन हो भोजन अब हाम्रो चाहिँ खानेकुरा हो भोजन खानेकुरा तल होइन यो धान हो कि के हो यहाँनिर चाहिँ सब यो खेती गरेर छ खेतबारीहरू नि सानो सानो देखिन्छ माथि ड्रोनबाट खिचे जस्तो कस्तो दामी सुनिन्छ है वाह यहाँ हेर्नु यो पुलमा कस्तो रमाइलो हुन्छ भने त्यो त यहाँ आउनेहरूलाई मात्रै थाहा छ होइन म यहाँ कुद्न चाहन्छु म कुद्छु कुद्न नि सक्छु को कहाँ हुनुहुन्छ टिममा परै हुनुहुँदो रहेछ म लिएर आउँछु किनभने टिमलाई डर लाग्छ म कुद्दै जान्छु र म चाहिँ आज यो भ्लगदेखि म त्योदेखि बाहेक अरू कुराहरू म बोलिरहेको छु बेसी म आज के भएको चुप यस्तो सिग्मा भयो चुप यस्तो सिग्मा भयो चुप म चाहिँ मम्सीमा तिम्मालाई लिएर आउँछु अनि त्यहाँदेखि अब म राम्रो कुरा बोल्छु तपाईँहरू सबैजना सुनेर साथ दिनु होला होइन त्यस्तै हो घरि हाँसी मजाक गर्नुपर्छ बी सिरियस म अब यति नै ल एकछिन अब भिडियो हजुर उता त्यही मोबाइलमा गर्दिन भिडियो कसको ममाको डर लाग्यो यहाँ तिमीहरू चाहिँ एकदम डराएर भाउजू र तिमीमा के हो तपाईँ चार बाउले बामे सरेर हिँड्नु तपाईँ कस्तो डराउनु भएको म त डराएको छैन बिस्तारै जानुपर्छ हाइटबाट अलिक हुने मान्छेहरू चाहिँ एकदम गाह्रो हुन्छ म त पर पुगिसकेको थिएँ त हुरुका भइसके पछाडि फर्केको त छैन मान्छे त ल तिनजना हिँड्दै हुन्छ पर पुगिसकेन अरू दाजुहरू तल हेरौँ उफ, तल। त मान्छे हिँड्दैन नि नाना काहीँ थुर काम त हिँड्दैछ नाना काहीँ हेर्दै हो त्यसरी पर हेर्नु कान्छेहरू पर छ ऊ अनि टपमा छ यहाँबाट फोन झऱ्यो भने चाहिँ गयो डरायो यो भाइ डरायो जतिजना पनि देश विदेश नेपालबाटै बाहिर देशबाटै हेर्दै गऱ्यो भए पनि सबैजनालाई स्वागत छ होइन यहाँनिर चाहिँ एकचोटि सबैजना यो पुल भिजिटको लागि आउनु होला राम्रो छ एकदमै
पारिपट्टिको डाँडा नि अग्लो रहेछ है यता पारिपट्टिको डाँडा अहिले चाहिँ कति बज्यो अहिले चाहिँ 11:45 हो यहाँनिर बोलाएर दुईजना भएर यहाँ आउँदैछु सुनिन नि म त तल गाडी कुद्ने बाटै बनाएर छ है गाउँ बस्तीहरू न कस्तो राम्रो अन्त हामी त अस्ति आयौँ हामी त छैन नि तल तल सानो सानो घरहरू देखिन्छ पहिला केटाकेटीमा त हिँडेको थियो बिच खाने हो फुल हिँड्नु राम्रो रहेछ यो डोरीमा खै भाउजू म अगाडि गइहालौँ जाऊ अगाडि तिमी फोटो खिच हाम्रो मेरोमा पनि खिचौँ भनेको यहाँनिर भाउजू तिमीहरू एकदम डरले तिमीमा फेरि लिफ्ट जेमा नि डर नै लिफ्टमा चढ्नु लाग्यो नै लिफ्टमै पुलमा ल्यायो पुलमै अनि रमाइलो गर्नु हिँडेको के भयो त नि त्यो भएन यो बेमतलब भयो म अगाडि जान्छु कुद्दै कुद्दै अनि सबैजनाले मेरो यो च्यानलमा नयाँ हुनुहुन्छ भने सबैजनाले लाइक एन्ड सब्सक्राइब सेयर गरिदिनु होला तो उससे मेरा क्या फायदा मुझे क्या मिल रहा है मुझे हैन मैले अघि भनेको थिइनँ अहिले भनेको त्यही भएर म अरू जस्तो धेरै म त्यो भनेको गर्न कस्तो लाग्छ क्या त्यही भएर एकचोटि भन्ने सुन्नेले सुन्छ सुन्नेले सुन्नुहुन्छ नसुन्नेले सुन्नु हुँदैन होइन सुन्नु नहुनेले सुन्नु हुँदैन त्यो केही छैन ठिकै छ फेरि यस्तो हात चाहिँ यस्तो साह्रो गल्छ कि मलाई स्ट्यान्ड चाहिएको छ प्लिज सबैजनाले लाइक एन्ड सेयर सब्सक्राइब मेरो धेरै सब्सक्राइबर पुऱ्याएर मलाई एउटा स्ट्यान्ड किन्ने पैसा बनाइदिनु होला धन्यवाद त्यति नै भन्न चाहन्छु कस्तो हात गल्छ क्या यस्तरी गर्दा एउटा यस्तरी मतलब त्यो हुन्छ नि 360 वाला यस्तो अडाउने स्ट्यान्ड यस्तरी बोक्ने यस्तो अनि अब मेरो इक्जाम पनि आउन रहेछ 11 गतेदेखि थियो शिक्षक आन्दोलनले गरेर सरेर अहिले कति 21 गते भएछ त्यही भएर म यहाँ चिलमा हिँडिरहेको छु इक्जाममा केही पनि छैन आलु योपालि पनि फेल होला त्यति नै हुन्छ फेल त होइन थाहा पाउँछ अरूले बात त सही है ल अहिले अरू क्लिप अगाडिबाट जोड्छु हस्त धन्यवाद सलाम हेर्दै गर्नु होला म अहिले चाहिँ पुलमा छु सबैजनाले हेरिदिनु होला पिस यति अग्लो पुल छ पछाडि आउँदै हुन्छ अरू दाजुभाइहरू अरू अगाडि छन् पर पुगिसकेका छन् One eternity later. र यहाँनिर आउनुहुनेहरूलाई चाहिँ म एउटा के उयो भन्छु भनेदेखि कसैलाई अब हाइड्रोफोबिया छ भने चाहिँ हाइटबाट डर लाग्ने हुन्छ नि यस्तो बिमार छ भने चाहिँ यो एकदमै धेरै हाइटमा छ यहाँनिरबाट चाहिँ झऱ्यो भने चाहिँ सक्यो तल एकदमै खतरा हाइट छ यहाँ चाहिँ त्यस्तो मान्छेहरूले चाहिँ साँच्चै यहाँनिर चाहिँ हग्ने रहेछ तोबा थारा मूड खराब कर दिया अलिकति र मैले चाहिँ त्यतिकै मजाकमा भनेको थिएँ सिरियस नलिनु होला नम्र स्वरले बोल्नुपर्छ अरे किनभने मैले अस्तिको भ्लगमा मैले कुनैमा नि राम्रोसँग बोलेको थिइनँ क्या अनि त्यहाँ नि अहिले चाहिँ अलिक नम्र स्वरले मजाले भन्नु न अब हामी त भित्तै भन्छौँ तर यो अग्लो छ यत्रो के भन्छ यसलाई चपेटा होइन के भन्छ यसलाई छाँगा के राँगाले छाँगा हेरे जस्तो भनेको चाहिँ यही होला छाँगा त्यस्तै लाग्छ है मलाई चाहिँ के राँगाले छाँगा हेरे जस्तो हेरेको भनेको चाहिँ अब यो म राँगा भयो त्यो छाँगा भयो अनि मैले त्यसलाई हेरेँ भने राँगाले छाँगा हेरेको भयो त्यस्तो हो क्या समझ रहे हो तर मलाई चाहिँ त्यस्तो हो जस्तो लाग्छ कस्तो कत्रो आम्मामा यहाँनिर त सखुवा पनि त्यो चाहिँ सखुवाको रुख हो होइन यहाँ तलबाट माथि पुगेको छ त्यत्रो लामो सुरिलो त्यस्तो छ है अरू कुराहरू चाहिँ त्यस्तै हो भ्लग चाहिँ हेरेर साथ दिनु होला सबैजनाले साथ सपोर्ट आफ्टर लङ टाइम सब्सक्राइबर हैन बिग फ्यान यार दाइ बिग फ्यान के चार युट्युब च्यानल ओके बोल आफू के आउनु भाइ त
डराले तल चाहिँ र मेरो अहिलेको समयमा चाहिँ तालु सेकिरहेछ घामले यस्तो 34 डिग्री सेल्सियसको घामले मेरो तालु पगला बनाइदिइसक्यो यहाँनिर चाहिँ भान्जा छ होइन भान्जालाई नि देश विदेश जाँदै गर्नुभएको जानुभएको पुग्नुभएको यात्रीहरूले नपुग्नु भएको जो भए पनि उहाँले चाहिँ यो ब्लग हेरेर भान्जालाई प्लिज माया र साथ गरी नछोडिदिनु होला भन्दै हाम्रो नत्र 34 डिग्रीको सेल्सियसको घाममा तातेर कालो ब्याट दुम भान्जाको आजको आउटफिट हेर्न सक्नुहुन्छ भान्जा छपरी भान्जालाई हेर्न सक्नुहुन्छ छपरी भान्जा यो भान्जा र अहिले चाहिँ हामी पारिपट्टि आइसकेको छौँ सबैजनाले मजाले नाचगान गर्ने ठाउँ अब यहाँ एकछिनबाट भेटिँदैछ हाम्रो परिवार सबजना तिप्पातिम्माहरू सबैजना यहाँ बसिरहनु भएको छ ल बङ्गा कान्छ यता हुनुहुन्छ देखिँदैछ नम्रता बहिनी फेरि पनि कस्तो लाग्यो त तिमीलाई पुलको हिँडाइ कस्तो लाग्यो त म त डर पनि लागेन म त कामिन पनि भने म त कामिन पनि सबै यो सनस्क्रिम लगाएको सबै पखालिदियो के भन्नु अब यस्तै हो के हो गलेको गलेहरू वार पार गर्दाखेरि भीमबा कस्तो लाग्यो तपाईँलाई पुल बुई एकदम राम्रो धेरै राम्रो हेलो वर्षा के छ तिमी त रुँदैछ त सानो भीमबा यहाँ आऊ यता यहाँ आउनु मको भन्नु त यता मको यहाँ फेरि यहाँ आउनु यहाँ म फेरि यहाँ दायाँ बाँ यहाँ हेर्नु यता यहाँ फर्किनु फेरि यहाँ बा काका र भति यहाँ खिच्नु परेन पछि तिमी ठुलो भएपछि यहाँ हेर्नुपर्छ ल बाङ्गाले त युट्युबमा लाउँछ नि युट्युबमा हेर्नु ल खोइ आमालाई माया खै माया गरेको खै म लु यता अर्को गालामा खै म अर्को गालामा लु त्यो पछि हेर्नु तिमी ठुलो भएपछि भीमराज बाङ्गाले बनाएको भनेर ल ल ओके यस्तो ओके हुन्छ बाङ्गा ओके ल कुमार बा के भन्दैन हाम्रो भीमराजको ब्लगमा सबैले सब्सक्राइब र त्यो रातो बेल टाङ घन्टी धम्काएको कि यो के भन्नु धम्काउनु भयो कि नरम आरामले घन्टी सहित घन्टी अब जान्छ त हजुर चाहनुहुन्छ एकदम लाइक हामी आएको तपाईँको हाइट चाहिँ अब यत्रै हो डबल गाइड यहाँ तलतिर हुन्थ्यो होला दोकानहरू दिपा यो चाहिँ एकदम लौरे जुत्ता हो यो लौरे जुत्ता यो फाटेको यो हेर्दा मलाई के याद आयो भने के अरे तिपा जेठाले जस्तै जुत्ता लाएर नि गोल हान्नुहुन्छ जुत्ता यस्तो पारिदिनुहुन्छ अरे त्यस्तो अरे खासै तिपाको चाहिँ अब म एकदम फेरि लौरबाट भर्खर मगाएको नयाँ ब्रान्डेड सुज यो पनि साइडमा गइसकेछ तिपा यो पनि गइसकेछ है त्यही त भएछ त त्यो हेरिएन नि त ल के छैन होइन यस्तो भइरहेको छ जोसँग नि हुन्छ यस्तो एउटा नगएको यो अर्को गयो भाइरल हुन्छ भने भाइरल हुँदैन यो भाइरल हुँदैन भाइरल जुत्ता
अब यो बजाएपछि म ल ल खायो राईहरू ल बज्दैन त हौ खायो खायो यो त बजेन भरे पुरस्कार छ है कसले राम्रो नाच्ने पुरस्कार भरे छ है एउटा एउटा पुन्टे ल ल बुवा पनि हो लु 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 यसरी हो त त्यही हो बाँचिन्छ ल हाँस्यो ल मरेपछि तास खेल आजै नाचिराख ल नानी पनि जाउँ त हिजो सिकेको भयो अन्त लु त दिनु लु ल चाम्स फ्यामिली अरे ल यो त नार्थुङ्स फ्यामिली ओ नार्थुङ्स फ्यामिली खानु न के तपाईँ खै तपाईँ गर्नु गर्थ्यो कि मेरो त साह्रै फुल हुन्छ हौ कहिले आउनु कहाँ छ यो सिनेमेटिक लगाइरहेको छ तपाईँ जानु छिटो हात चाहिँ हल्लाउँदै गर्ने है नाना हात चाहिँ हल्लाउँदै गर्नु है बेला बेला खै बाँगेर मौसीमा सँगसँगै हो कहाँ छुटिनु भएको मौसीमा त्यो बाँगासँगै कहाँ छुटिनु भएको तपाईँ चाहिँ दुईजना कतै एकदम
कहाँ मध्येमा हिँड्छ मैले खै पहिला उनीहरूले चाहिँ भन्नु न के यसो शब्द भन्नु आफ्नै च्यानल वेलकम सबैजनालाई आज गुन्द्रुकका मासु धेरै नै मिठो भइरहेछ त्यति अनि यहाँनिर यो कसको बारीमा बसेर खाँदैछु होइन यहाँ मुन्सीमा हुनुहुन्छ चारैतिर मेरो दाजुभाइ नादुङा परिवार मासु हो यहाँ लोकल सुँगुरको मासु यो के अरे यो अब यो चाहिँ मैले खाएँ ल छोरी मान्छेको खुट्टा त छोरी मान्छेले हुन्छ ट्याप लाएर खै लाइक सेयर सब्सक्राइब कमेन्ट के लाइक सेयर सब्सक्राइब आफ्नै च्यानलमा जय नेपाल पार यो साइडको भित्ता पारहरू कत्रो गरेर लु भाइ तपाईँले बोल्नु हाल्नु प्रसङ्ग यसो दुई शब्द ठिक छ ओमा कान्छी मम्सीमा भिडियो पनि मेरो छोरी भन्नु नारायण दुई शब्द मान्छे मारो मम्सी बाउ मासु चल्दैन नारायण पार्यो म थाहा गर्यो यहाँ दुई शब्द एकदम टनक्क परेर बसिरहेको छु पचाउनु लाग्यो बेको यता बिरेन भयो मोटाए जस्तो छ त मासुका अरे यहाँनिर भीमराज बाको भ्लगमा के यसो भनिदिनु त दुई शब्द म यहाँ आएर गुन्द्रुक मासु अनि त्यस पछाडि के अरे त्यो कटपटे बनाउने मुरै खाएर ढ्याट लटेर म मोटाएँ मेरो गाला पनि फुक्का आएको छ हेर त म अगाडि मोडल जस्तो क्या मोडल जस्तो हस् ल म यता तिमीमा यसो भीमराज बाको भ्लगमा दुई शब्द हजुर बुद्ध शान्तिमा घुम्न आएकोमा धेरै धेरै यसरी खाँदैछौँ रमाइलो छ हामी दाजुभाइ परिवारहरू सबै भेला भइरहेर आज खुसी छौँ हस् हुन्छ धन्यवाद भीमराज बाको भ्लग यसो हजुर नगर्नु के गर्नु ए लाइसिन भन्नु नि यसो दुई शब्द तपाईँले लु म आएँ भन्नुहोस् म चाहिँ अमिलोसँग बसेको छु हजुर एकदम खानालाई मासु चम्किनु होला अनि मसँग नाइफ पनि छ अमिलो काट्नलाई ए अमिलो काट्नलाई नाइफ हुन्छ क्या अनि अरू अनि त्यसपछि मेरो भान्जाले अब यहाँनिर अमिलो खान्छु भनेर आएको छ अब काटेर दिन्छु म अब ल धन्यवाद परको भ्युटारमा बनाएको छ यहाँको पुलमा पुल अब देख्यो भने म जुम गर्न सक्दिनँ मेरो हात पुगेछ तपाईँले पनि केही यसो दुई शब्द भनिदिनु गजब बेइज्जती अहिले म केही भन्छु हस् हुन्छ ल भाउजू यसो दुई शब्द अगाडि पनि भाउजू पछाडि पनि भाउजू ए नि त ल यता खै पै सबै हुँदैछ म 4 मिनटको भइसक्यो तिमीमा यसो भनिदिनु अरे केही भोलि रोटी खाइयो ल अब यता टिपा कहिले टिपा भीमराज बाको ब्लगमा यसो दुई शब्द भीमराज भाइको राम्रो भ्लग बढोस् होइन राम्रो होस् किनभने हामी आज भनेको हामी भाइरल पनि चाहेको छौँ हामी त्यो भएर के भने उसको पनि भ्लग बढोस् होइन हामी भनेको एउटा घर परिवारको हाम्रो एउटा पिकनिक सानो पिकनिक जस्तो आएको छौँ त्यसको लागि धन्यवाद मेरो छोरोलाई बहिनीले गरिदिनु भएको भ्लगलाई तपाईँले राम्रो रेस्पेक्ट गरिदिनु होला सबै कुराहरूमा तपाईँहरूले रेस्पेक्ट गरिदिनुहोस् होइन त्यो जस्तो भए पनि त्यसको लागि धन्यवाद भन्न चाहन्छु ल धन्यवाद टिपा यता टिपा भनिदिनुहोस् के भन्नु हजुर जे मनमा छ त्यस्तै यसो खुलेर के भन्नु भ्लगलाई अलिकति उहाँको यताउति होइन हामी यसरी घुम्न आएका थियौँ हामीलाई त अब पुरा पार्टीको सिस्टम जस्तो हामीले एउटा पिकनिक सिस्टममा जस्तो हामी बसेर खाइरहेको छौँ यहाँनिर अब सबै हामी घर परिवार नै छौँ कता कता एकजना दुईजना कता छुट्टिन पनि नत्र हामी घर परिवार नै छौँ सबैजना नत्र हामी अब परिवार जम्मै छौँ हामीहरू के गर्ने यस्तै हो अब भेटघाट को मतलब को बाटो समयले मा कस्तो हुन्छ के हुन्छ भनेर हामी चाहिँ भेला जमघट भएर हामी यसो पिकनिक खाँदैछौँ धन्यवाद 2082 सालको नयाँ सालको उपलक्ष्यमा हामी यो झलङ्गे पुलको यसो हेर्नको लागि डुल्नको लागि र यो पिकनिक जस्तो पनि यसो घुम्नु डुल्नु त्यो लागि आएको थियौँ र यहाँ रमाइलो गर्दै हिँड्दैछौँ अनि यसो खाजाभुजाहरू खाँदै बसेको छु र अब यो सालको नयाँ 82 सालको शुभकामना नै सबैलाई रहोस् यति भन्नुहोस् धन्यवाद शुभकामना सबैलाई भन्दै हामी आज एउटा भाइरल पुल भन्ने ठाउँमा प्रमोटी गरेर बसिरहेका छौँ सबै हाम्रो परिवारै आएको छौँ परिवारमा सबैभन्दा यो ठाउँमा
टिपा हुनुहुन्छ मलाई देखौ उहाँभन्दा ठुलो कोही पनि छैन हजुर र यता मौली टिपा हाम्रो मौली दाजु हुनुहुन्छ तर उहाँभन्दा पनि उहाँ चाहिँ ठोक ए आज भनेको एउटा सँग सानो पिकनिक जस्तो आएका छौँ सबैजना अर्को साल पनि त्यसरी नै भेटघाट भएर बसेर रमाइलो गर्नु पाऊँ अनुरोध गर्छु तपाईँको 2 शब्द धेरै धेरै धन्यवाद मेरो छोरीलाई 2 शब्द बोलिदिनु पर्ने भयो मैले हजुर ल ठिक छ मेरो छोराको भ्लग होइन भीमराजको भीमराजको भ्लगमा धेरै छ सबैजनाले सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला कमेन्ट गरिदिनु होला यो मेरो छोराले भ्लग बनाउँदै रहेछ ठिक छ राम्ररी यो भ्लग बनेर जाओस् राम्रो होस् मेरो छोरालाई सबै हामी यो अहिले हाम्रो सबै हाम्रो परिवार मात्रै यहाँनिर आएको छौँ त्यो लामो पुल नयाँ पुलमा हामी यहाँ पिकनिक जस्तो यस्तो घुम्नलाई शनिबारको दिन ल धेरै धेरै धन्यवाद लु धेरै धेरै सबैजना राम्रो होस् धन्यवाद 2 शब्द आज हामी त 2 शब्द बोल्नको लागि हामी बाहिर आयौँ हजुर रमाइलो वारपार घुम्यौँ अब खोला खेतमा आयौँ र मजाले बसेका छौँ खायौँ जस्तो नि 82 सालको नयाँ वर्ष मजाले मनायौँ अब हाम्रो छोराछोरी दाजुभाइ सबै हामी अरू कोही छैन हामी दाजुभाइ त छौँ अरू दाजुभाइ अलग हुन्थ्यो तर हाम्रै नाटक परिवार छौँ मजाले आज बस्यौँ खायौँ आइन्दा अर्को साल पनि सधैँ यसरी बसेर खानु पाउनु परोस् हामीले त्योभन्दा अरू के भनौँ नानी यो भ्लगमा नानीको भ्लगमा एकदम भीमराज बाबु सब्सक्राइब हुनु पर्यो र लाइक हुनु पर्यो लाइक सब्सक्राइब भन्ने त्योभन्दा अरू त म सकेन नानी त्यति हुन्छ धन्यवाद 2 शब्द 2 शब्द पिए को 3 शब्द अनि अरू यसो वाक्यहरू 84 को 84 आउने बाँकी छ आज चाम्स फ्यामिलीको एउटा पारिवारिक भेटघाट मात्र हो हजुर रमाइलो भएको छ अब अर्कोचोटि अर्को 83 मा फेरि भेट्नु पर्यो 82 सालकोलाई तर हुनसक्छ 22 सालभित्र फेरि अर्को पिकनिक फेरि अर्को ब्लग अनि बुवाको ब्लगमा यसो सब्सक्राइब यताउता फेरि भनिदिनु त अघि कसको उसको भने थिएन यो पनि उहाँकै हो यो मेरो बहिनी होइन बहिनीकै उहाँ भाइकै हो कहाँ दुईचोटि हुन्छ बताउँदैन क्या मान्छेले बारम्बार भनेन अघि भनेछ त यहाँ हुन्छ सबै तेरो यो भ्लग चाम्लिङ भ्लग भनेर चाम्स नानाको बिहे रूपा नानाको बिहे यो यता लजाउनु भएको छ उता हो कहिले अस्ति अहिले चाहिँ हामी सबै भोजनहरू सकिसकेर स्विमिङको लागि यहाँ खोलामा आएको छौँ यो सुनमाईको कुन खोला हो यो कुन खोला सुनमाई खोलामा आएको छौँ हामी भाइरल झुलुङ्गे पुल तल छ अब के भ्लगभरि सुनाउने माइक जोडिदिउँ अब यहाँ जोर जोर से बोल के लोगों को स्कीमें बता दे अनि मैले चड्डी बोकेर आएको छु केही हुँदैन यहाँ किनभने हामी खेल्ने भन्ने थाहा थियो नि त अब त्यस्तै हो चड्डी म्यान त्यही भएर ल ल है त सलाम चड्डी देख्यो ल ल र अहिले चाहिँ हामी पौडी खेलेर फेरि त्यही ठाउँमा आइसकेको छौँ अब चाहिँ घर फर्किने बेला हुन आँटेको छ सबैजना लास्ट फोटोसोटो खिचिँदैछ होइन अब के भन्नु अघि त तल खोलामा बनाउँथ्यो सागरले फोन लिएर आएछ त्यही भएर आउँदाखेरि त्यहाँनिर भएन यहाँनिर अघिदेखि दुईजना चाहिँ धेरै नै आज भागिरहेको थियो होइन त्यस्तै हो केही अब अरू अब फर्किन्छ अब लास्ट इन्ड गर्न आँटेको अब त्यसको
ल आजको यो लास्ट डान्स सँगसँगै आजको यो नयाँ पुलको यो भाइरल पुलको भ्लग चाहिँ यतिमै अब समाप्त गर्न चाहन्छु होइन। सबैजनाले नेक्स्ट टाइम अझै यस्तो राम्रो राम्रो भ्लगहरू आउँदै गर्छ हेर्नको लागि सबैजनाले लाइक एन्ड सब्सक्राइब गरिदिनु होला भन्दै मेरो दुई शब्द यहीँ टुङ्गाउँछु। हस् त नमस्ते।